तातो विषयको बारेमा हामी केही कुराहरू गर्दैछौँ। हाम्रा साथीहरूले यो विषयमा के भन्नुहुन्छ, जस्तै अमेरिकामा बस्ने एकजना केटीले हाम्रो नेपालका कलाकार बलेलाई चाहिँ दुई शब्द जाओस्। यो एकदम गलत हो। यो कि बलात्कारको चाहिँ त्यसरी चाहिँ केस लगाउनु थियो भने कि उसको उमेर नपुगेको भयो हो, आखिर उमेर पुगेको थियो होला। अनि जाने बेलामा पनि त तिनीहरू सहमतिमा मिलेर ढोका चाहिँ थुनेर गरे होला नि त। तिनीहरूले जो गरेका थिए करतुत भनौँ अथवा चाहिँ त्यसले गरेका चाहिँ हरकतहरू के थिए होइन र, कि चाहिँ हो त्यसलाई उजुरै हाल्नु थियो भने 24 घण्टाभित्र अर्थात् उतिम फेरि ढोका बाहिर निस्केर मलाई बलेले बलात्कार गर्यो भनेर चाहिँ उसले चाहिँ भन्न सक्थ्यो। अनि अहिले आएर वर्षौँ बितेपछि उसले आफ्नो स्वार्थ लुट्यो, के इच्छा पुरा भयो, अहिले आएर केमा मन परेन, त्यसपछि अहिले आएर चाहिँ उसले चाहिँ मलाई बलात्कार गर्यो भन्नु यो चाहिँ 100% गलत। पनि कस्तो हुनु पर्यो भन्दा अर्को एकजना हाम्रो नेपाली दाजुसँग के भन्नुहुन्छ यो विषयमा, जनता जान्न चाहन्छ भनेको चाहिँ स्पष्ट विचार भन्नुहोस्। 24 घण्टादेखि 72 घण्टाको टाइम दिउँ होइन, त्यति बेलासम्म सम्बन्धित निकायमा पुग्नु पर्यो के। त्यो सम्बन्धित निकायले यदि सुनाइ भएन भने त्यसपछि सामाजिक सञ्जाल त आफ्नो ठाउँमा छँदैछ, त्यसपछि हाल्यो भने त सारा संसारले सुन्छ बुझ्छ नि त। त्यसको 1 वर्षपछि भनेको त कति घन्टा कति रात कति दिनपछि त्यो कुराहरू चाहिँ गर्नु त्यो राम्रो हो। त्यो भन्दा पनि बलात्कार भनिसकेपछि त उसलाई समातेर हो, उसलाई चाहिँ जो गरे हरकत समातेर लएर चाहिँ गरेको त होइन होला नि त। एउटा यदि समातेर लगेर गरेको हो रहेछ भनेदेखि पीडित अन्यायमै छ भने चाहिँ ढोका बाहिर निस्किएर चाहिँ मलाई किन यसले बलात्कार गर्यो भनेर त्यसले किन उजुर हालेन। पीडित अन्यायमा यदि पीडितै साँच्चैको 100% पीडित हो भने पीडितले त त्यो 1 वर्ष 2 वर्ष त कुट्दैन नि त। पीडित हो, त्यो तत्कालै त्यसलाई समस्या हल गर्नतिर लाग्नु पर्यो नि त। पछि त्यो कुनैको फसाइएको जस्तो सम्पत्तिको अरूको सम्पत्तिको अहिले चाहिँ यो फेसन भइसक्यो के नेपालमा चाहिँ राम्रो है, अलिकति चाहिँ राम्रो चर्चित जो मान्छे चाहिँ चर्चामा आएको छ ऊ मान्छेलाई चाहिँ फसाउने एउटा मेलो नै भइसक्यो क्या। यो खेती भनौँ न, खेती नै भयो क्या। यो हाम्रो पनि यो विषयमा पूर्ण चाहिँ समर्थन छ। यो चाहिँ पूर्ण रूपमा चाहिँ बलले चाहिँ फसाइएको हो। बलात्कार भयो भने त्यसको पनि समय सीमा हुन्छ होला, यति घन्टाभित्रमा उजुरी गर्ने। अब 1 वर्ष 2 वर्ष पहिले नै मलाई बलात्कार कुनै पनि संस्थाले त सुनाइ